जे पाए त्यही सम्झौता गरिदिने, जे पाए त्यही बोलिदिने, त्यसले त्यो नानीलाई न्याय मिल्छ त? जति बालबालिका जति महिलाहरूसँग जबरजस्ती गर्ने भएको छ अनि त्यसपछि तिनीहरूलाई हत्या गरिएको छ, तिनीहरूलाई यस्ता सम्झौताले र कडा भन्दा कडा सजाय भन्नेमा के न्याय मिल्छ त? हुँदैन यस्तो। जबसम्म यस्ता खाते र मानसिकता रोगीकोहरूलाई फाँसी मिल्दैन, फाँसीको सजाय हुँदैन, तबसम्म न्याय चाहिँ मिल्दैन। फाँसी पनि सजाय कम छ यिनीहरूको लागि, तर पनि यस्ता अपराधी र दोषीहरूको लागि यो सजाय त हुनुपर्छ, नत्र न्याय कसैले पनि पाउँदैन। अनि जसले त भनिरहेका छन् कि सरकारले आरोपीलाई समातेको छ र कडा भन्दा कडा कारवाही गर्छ, आन्दोलन नगर्नु रे, सरकारले त आफ्नो काम गरिरहेको छ। म तपाईहरुसँग सोध्न चाहन्छु, के तपाईहरुको छोरी र बहिनीको साथ त्यस्तो भएको भए यही कुरा तपाईहरुले भन्नुहुन्थ्यो? लाज लाग्दैन? आँखा छैन, आँखाले देखिया छैन, कानले सुनिया छैन, मुखले मात्र बोल्ने हो। 3 वर्षको नानी हो, त्यो नानीलाई त त्यो पनि थाहा थिएन कि जबरदस्ती गर्ने भनेको चाहिँ के हो। तर त्यस्ता जघन्य अपराध गरेर पनि आँखा समेत फोडेर मारेको चाहिँ तपाईहरुलाई यस्तो भन्नमा लाज लाग्दैन? यस्ता दोषी र यस्ता अपराधीहरुलाई एउटा मात्र सजाय, सजाय मौत, फाँसी हुनुपर्छ। अब बिना फाँसीको यिनीहरूको मनमा डर हुँदैन। जबसम्म यिनीहरूको मनमा डर हुँदैन, जबसम्म यिनीहरूलाई फाँसी हुँदैन, तबसम्म यिनीहरूको मनमा डरै हुँदैन कि यस्तो अपराध गर्ने कि नगर्ने। अरूको जे विचार भए पनि, तर मेरो त माग यही हो कि यस्ता दोषीहरूलाई सजाय मौत दिनुपर्छ, फाँसी दिनुपर्छ। जय मधेस, जय नेपाल।